ल हेर्नु साथी हो, म चाहिँ दोस्रो एरियामा आएँ। तपाईँ जहाँसम्म हेर्न चाहनुहुन्छ हेर्नुहोस् न, शिवलिङ छ। जहाँसम्म तपाईँ आँखा पुर्याउनु, जहाँसम्म तपाईँ नजर पुर्याउनुहोस् भने जहाँ जतासम्म हेर्न चाहनुहुन्छ हेर्नुहोस्, शिवलिङ 1 करोड शिवलिङ हो नि हजुर। यो चाहिँ हामीलाई मौकाले भाग्यले युट्युबमा हेरी सर्च गरेर कहाँ छ घुम्ने ठाउँ, कस्तो छ भनेर पोहोर साल सर्च गरेको थिएँ मैले। त्यहीबाट नि घुम्ने ठाउँ भन्दा नि खास गरी मन्दिर, म चाहिँ अलि घुम्न ठाउँ कम जाने, मन्दिर सन्दिर भएपछि हिँडिहाल्ने मान्छे हुँ क्या, नत्र म त्यसरी घुम्न त हिँड्दैन। त्यही हो, यता मेरो मम्मी र बहिनी हुनुहुन्छ। 1 राउन्ड लगाइदिउँ न त भनेर क्या शिवलिङको पापनास। हामी चाहिँ काशी आएको, मम्मी पनि काशी नै त होइन? काशी नै। ल हेर्नु, जहाँसम्म तपाईँ हेर्नुहुन्छ क्या, जतातिर हेर्नुहुन्छ सब शिवलिङ छन्। यस्तो ठाउँ कहिले देख्नु भएको छ हजुर? हामी त एउटा शिवलिङ देख्न पनि धाउँछ, मतलब धाउनै त पऱ्यो अवश्य, शिवलिङ नै हुनुहुन्छ। अनि हामी चाहिँ धेरै मौकाले आइएको हो, नत्र कहाँ पाइन्छ र यस्ता। अब अर्को राउन्ड लगाउँदैछन् यतातिर। मम्मी रुद्राक्षको माला किन्ने हो? यहाँबाट चाहिँ ट्याक्कै ल हेर्नुहोस् है, एलिफेन्ट, हात्ती पछाडि फेरि नन्दीजीले ट्याक्क शिवलिङको हेरेको हुनुहुँदो रहेछ क्या जहाँ पनि। माथि पनि ठुलो थियो, यो यहाँ चाहिँ सानो नमुना मात्रै हो। यस्तो हाउस त भएको बिहानदेखि केही नखाएको, अब त भोक पनि लागिसकेको छ। होटलतिर जानु पर्ला, नास्ता केही त खानु पर्यो त। ल हेर्नु न साथी हो, तपाईँहरू कस्तो के भनेको यसले भन्नु होला। ल हेर्नुहोस् न, यो तपाईँ कहाँसम्म हेर्न चाहनुहुन्छ? म त खाना पनि नखाएर यहीँ बसिरहौँ कि यही भिडियो हेरेर खिचेर भनेको जस्तै लागिरहेछ। दिनभरि आज मेरो भिडियो खिच्ने काम मात्रै छ। मम्मीहरू गइसक्नु भयो अगाडि, म पनि भागेँ। कमेन्ट गरिदिनुहोस् न साथी हो, मिठा ठोकिदिनु डाँडै कमेन्ट। अनि यहाँ बिचमा हरियाली। हामी गर्मीमा मम्मी परार छ, हामी गर्मीमा आएको थियौँ। गर्मीमा आएको त कालो ठाउँ थियो नि त, सेतो ठाउँ छोडेर त्यहाँ हिँड्न सक्यो भने पापनास हुन्छ भन्थ्यो। त्यस्तरी पुरा हिँड्दाखेरि त्यो नन्दी तिमी फोटा खिचाएको ठाउँ थियो कि न, बिचमा एउटा सेतो धर्को थियो, सेतोमा हिँड्न सजिलो हुन्थ्यो। जहाँ कालो धर हुन्छ नि, कालोमा धेरै गर्मीले भेट्टाउँछ। त्यो त कालोमा हिँड्ने खुट्टै राख्न सकिन्थेन, खुट्टा तलबाट आज त चिसो भयो, तलबाट पुरा खुट्टामा फोकै उठेको थियो त्यो तातोले। यहाँबाट त्यहाँ पुग्न सकिन्थेन, त्यस्तो गरेर तातो हुन्छ यहाँ त केही छैन। त त्यहाँ माथि छ त सेतो कालो। यहाँ चाहिँ शनि ग्रहको हुनुहुँदो रहेछ। अनि हामी चाहिँ सोच्दैछौँ के गरौँ भनेर। अनि उहाँ शनिजी हामी चाहिँ गर्छौँ है, शनि ग्रह फाल्दैछौँ है। अनि यहाँ धुपमा जलाइदिएको काकासँग फाल्नु होइन र।